हामी मध्ये धेरै स्कुल गयौं, कलेज पढ्यौं, डिग्री लियौं, तर एउटा कुरा कसैले सिकाएन, पैसा कसरी चल्छ। हामीलाई भनियो राम्रो पढ, राम्रो जागिर खा, सुरक्षित जीवन बाँच, तर कसैले सोधेन यदि जागिर नै गयो भने के गर्ने। यही प्रश्नबाट जन्मिएको हो रबर्ट कियोसाकीको बिजनेस स्कुल। यो पुस्तक पढाइको होइन, यो डिग्रीको होइन, यो सोचको स्कुल हो। नेपाल जस्तो देशमा जहाँ जागिर सीमित छन्, तलब सानो छ, महँगी ठूलो छ, युवाहरू विदेश जान बाध्य छन्, यो सोच झन आवश्यक हुन्छ। यो अडियो बुकमा हामी कियोसाकीका हरेक कुरालाई नेपाली जीवनसँग, नेपाली बजारसँग, नेपालमा गर्न सकिने साना व्यवसायसँग, शेयर बजारसँग मात्र होइन, वास्तविक आम्दानीका स्रोतसँग जोडेर बुझ्नेछौँ। यो कथा व्यापारीको हो, साना पसलेको हो, ट्याक्सी चलाउनेको हो, शेयर लगानीकर्ताको हो, विदेश जाने सोच बनाइरहेका युवाको हो। यदि तिम्रो महिनाको अन्त्यमा पैसा सकिन्छ, तलब बढे पनि जीवन सजिलो छैन, केही आफ्नै गर्न मन छ तर डर लाग्छ, यो बिजनेस स्कुल तिम्रो लागि हो। अब सुरु गरौँ अध्याय 1, अन्तराल। अध्याय 1, किन स्कुलले हामीलाई पैसा कमाउन सिकाउँदैन। रबर्ट कियोसाकी सिधै भन्छन्, स्कुल प्रिपेयर्स यु टु बी एन एम्प्लोई, नट एन ओनर। स्कुलले हामीलाई के सिकायो? अङ्क ल्याउने, परीक्षा पास गर्ने, अरूको लागि काम गर्ने। तर स्कुलले के सिकाएन? पैसा कसरी बन्छ, पैसा कसरी बढ्छ, किन केही मानिस धनी हुँदै जान्छन्। 1. इम्प्लोइ माइन्डसेट भर्सेस ओनर माइन्डसेट। इम्प्लोइ माइन्डसेट महिनाको तलब कति, जागिर सुरक्षित छ कि छैन, बस खुसी छ कि छैन। ओनर माइन्डसेट आम्दानी कहाँबाट आउँछ, खर्च किन बढ्दैछ, सिस्टम कसरी बनाउने। नेपालमा अधिकांश मानिस इम्प्लोइ माइन्डसेटमै अड्किएका छन्, किनकि हामीलाई त्यही सिकाइयो। 2 नेपाली उदाहरण। सानो पसल। एउटा किराना पसल सोचौँ। पसल चलाउने व्यक्ति बिहान खोल्छ, बेलुका बन्द गर्छ, खुदै बस्छ। यदि ऊ बिरामी पर्यो भने पसल बन्द, आम्दानी शून्य। किन? किनकि उसले व्यवसाय होइन, जागिर बनाएको छ। कियोसाकी यही भन्छन्, इफ योर बिजनेस नीड्स यू एभ्री डे, यू डोन्ट ओन अ बिजनेस, यू ओन अ जब। 3. बिजनेस स्कुलको पहिलो पाठ। पहिलो पाठ हो इन्कम इज नट इक्वल टु स्यालेरी। तलब भनेको समय बेचेर आउने पैसा, इन्कम भनेको सिस्टमबाट आउने पैसा। नेपालमा सिस्टम के हुन सक्छ? भाडामा लगाएको कोठा, सानो उत्पादन, डिजिटल सेवा, शेयरबाट डिभिडेन्ड, सहकारीमा लगानी। 4. शेयर बजारसँग जोड्दा। धेरैले शेयर किन्छन्, तर किन्छन् किन? छिटो बढ्ला भनेर। कियोसाकी भन्छन्, डोन्ट फोकस अन प्राइस, फोकस अन क्याश फ्लो। नेपालमा पनि डिभिडेन्ड दिने कम्पनी, रेगुलर प्रफिट गर्ने कम्पनी, यी नै ओनर माइन्डसेटका कम्पनी हुन्। 5. डर किन लाग्छ? डर ज्ञानको कमीले होइन, डर गलत सोचले लाग्छ। हामीलाई सानैदेखि भनियो व्यापार जोखिम हो, शेयर जुवा हो। तर कियोसाकी भन्छन्, द बिगेस्ट रिस्क इज नट नोइङ वाट युआर डुइङ। 6. सानो व्यवसायसँग जोडेर। नेपालमा सानो बिजनेस, चिया पसल, अनलाइन पेज, सर्भिस बेस्ड काम। यदि सिस्टम बनायो भने मालिक बन्छौ, होइन भने आफैको कर्मचारी। 7. अध्याय 1 को सार। स्कुलले इम्प्लोइ बनाउँछ, बिजनेस स्कुलले ओनर बनाउँछ। तलब होइन, सिस्टम खोज। शेयर, बिजनेस, प्रपर्टी, सबैको मूल सोच एउटै हो। अर्को अध्यायमा हामी बुझ्नेछौँ धनी र गरिबले पैसालाई फरक कसरी हेर्छन्। शान्त रहनुहोस्, सोच बदल्दै जानुहोस्। पैसा समस्या होइन, सोच समस्या हो। अध्याय 2, धनी र गरिबले पैसालाई किन फरक नजरले हेर्छन्। रबर्ट कियोसाकी भन्छन्, इट्स नट हाउ मच मनी यु मेक, इट्स हाउ मच मनी यु किप एन्ड हाउ लङ इट वर्क्स फर यु। यही वाक्यले धनी र गरिब बीचको सबैभन्दा ठूलो अन्तर देखाउँछ। नेपालमा धेरै मानिस मेहनती छन्, बिहानदेखि बेलुका काम गर्छन्, तर वर्षौं बित्दा पनि अवस्था उस्तै। किन? किनकि समस्या मेहनत होइन, समस्या सोच हो। 1. गरिब र मध्यम वर्गको सोच। गरिब वा मध्यम वर्ग सोच्छ, तलब आयो खर्च गरौँ, बच्यो भने बचत, बचत भयो भने एफडी। उनीहरूको ध्यान खर्च कसरी धान्ने, इएमआई कसरी तिर्ने, पैसालाई उनीहरूले सुरक्षाको साधन ठान्छन्। 2. धनीको सोच। धनी सोच्छ, यो पैसाले के सिस्टम बनाउँछ, यसले कति क्याश फ्लो ल्याउँछ। पैसा धनीका लागि कामदार हो,
नेपालमै उदाहरण कोठा भाडामा लगाउने सानो डेयरी मिल वर्कशप डिभिडेन्ड आउने सेयर 3 क्याश फ्लो बुझ्न जरुरी छ तलब इक्वल्स टु एक्टिभ इन्कम तर भाडा डिभिडेन्ड बिजनेस प्रफिट यी सबै प्यासिभ वा सिस्टम इन्कम कियोसाकी भन्छन् द रिच बाई एसेट्स द पुअर बाई लायबिलिटिज 4 नेपाली उदाहरण मोटरसाइकल भर्सेस सानो पसल इएमआईमा मोटरसाइकल खर्च बढ्छ आम्दानी बढ्दैन त्यही पैसाले सानो मोबाइल पसल रिपेयर शप यसले आम्दानी बढाउँछ अनुभव बढाउँछ 5 शेयर बजारसँग जोड्दा धेरै नेपाली प्राइस बढ्ने शेयर खोज्छन् धनी सोच डिभिडेन्ड दिने प्रफिट गर्ने ब्यालेन्स सिट बलियो शेयरमा लगानी गर्छ प्राइस सेकेन्डरी हो क्याश फ्लो प्राइमेरी 6 अध्याय 2 को सार समस्या पैसा होइन सोच हो धनी पैसालाई काम लगाउँछ क्याश फ्लो नै असली खेल हो एसेटले स्वतन्त्रता दिन्छ अध्याय 3 डर जोखिम र असफलता बिजनेस स्कुलको असली कक्षा बिजनेस स्कुलमा सबैभन्दा ठूलो विषय डर रबर्ट कियोसाकी भन्छन् फेलियर इन्स्पायर्स विनर्स फेलियर डिफिट्स लुजर्स 1 नेपाली समाज र डर हामीलाई सानैदेखि सिकाइयो सुरक्षित बन जोखिम नले जागिर नछोड त्यसैले बिजनेस डर लाग्छ शेयर जुवा लाग्छ तर डर ज्ञानबाट होइन अज्ञानबाट जन्मिन्छ 2 रिस्क के हो रिस्क नबुझेर गर्ने काम रिस्क होइन बुझेर सानो कदम चाल्नु रिस्क हो नेपालमा 50,000 बाट व्यापार सानो अनलाइन सर्भिस यी रिस्क होइनन् यी सिकाइ हुन् 3 असफलता इक्वल्स टु फी बिजनेस स्कुलमा असफलता ट्युसन फी हो जसले फी तिर्न डरायो उनी कहिल्यै ग्रेजुएट हुँदैन 4 शेयर मार्केट एंगल पहिलो घाटा पाठ हो दोस्रो उही घाटा गल्ती हो लङ टर्म इन्भेस्टर घाटाबाट सिक्छ डरबाट होइन डाटाबाट चल्छ 5 नेपाली उदाहरण सानो बिजनेस पहिलो पसल चलेन दोस्रो चल्छ तर जो पहिलोमै भाग्यो ऊ कहिल्यै ओनर बन्दैन 6 अध्याय 3 को सार डर सबैलाई लाग्छ रिस्क बुझ्नुपर्छ भाग्नु हुँदैन असफलता बिजनेस स्कुलको फीस हो सिक्दै अघि बढ्नु नै धनी सोच हो अर्को अध्यायमा हामी बुझ्नेछौँ सिस्टम कसरी बनाउने र आफैको कर्मचारी बन्ने चक्रबाट कसरी बाहिर निस्कने शान्त रहनुहोस् डरभन्दा अगाडि बढ्नुहोस् डरले गरिब राख्छ ज्ञानले स्वतन्त्र बनाउँछ अध्याय 4 सिस्टम बनाऊ आफैको कर्मचारी बन्ने चक्र तोड रबर्ट कियोसाकीले बिजनेस स्कुलमा सबैभन्दा जोड दिने कुरा यही हो बिल्ड अ सिस्टम डोन्ट बी द सिस्टम नेपालमा धेरै मानिस भन्छन् म त बिजनेस गरिरहेकै छु तर प्रश्न यो हो तिमी बिजनेसका मालिक हौ कि बिजनेस तिम्रो मालिक 1 सेल्फ इम्प्लॉयड ट्र्याप आफैको कर्मचारी नेपालमा अत्यन्तै कमन अवस्था पसल छ वर्कशप छ सर्भिस छ तर मालिक नै बिहान खोल्छ मालिक नै बेलुका बन्द गर्छ यदि ऊ बिरामी भयो विदेश गयो आम्दानी 0 कियोसाकी यसलाई भन्छन् यु डोन्ट ओन अ बिजनेस यु ओन अ जब 2 सिस्टम भनेको के हो सिस्टम भनेको प्रक्रिया नियम मानिस जसले मालिक बिना पनि काम चलाइरहन्छ नेपाली उदाहरण फ्रेन्चाइज चिया पसल किराना जहाँ कर्मचारी बस्छ अनलाइन सर्भिस जहाँ अर्डर सिस्टम छ 3 सिस्टम बिना ग्रोथ हुँदैन किन धेरै साना बिजनेस सानै रहन्छन् किनकि सबै कुरा मालिकमै अड्किएको हुन्छ सिस्टम बनायो भने स्केल हुन्छ टाइम फ्री हुन्छ 4 शेयर बजारसँग सिस्टम थिंकिङ लङ टर्म इन्भेस्टर रुल्स बनाउँछ एन्ट्री एक्जिट तय गर्छ इमोसनलाई सिस्टमले नियन्त्रण गर्छ ट्रेडर इमोसनले चल्छ इन्भेस्टर सिस्टमले 5 नेपाली सन्दर्भ सहकारी र समूह नेपालमा सहकारी समूह साझेदारी यी सबै सिस्टमको उदाहरण हुन् एक्लै होइन सिस्टमसँग काम गर्नु अध्याय 4 को सार बिजनेस इक्वल्स सिस्टम ओनर बन्न चाहन्छौ भने सिस्टम बिना सम्भव छैन टाइम फ्रिडम सिस्टमबाट आउँछ शेयर र बिजनेस दुवैमा नियम चाहिन्छ शान्त रहनुहोस् सोच फराकिलो बनाउनुहोस् एक्लै दौडेर छिटो थाकिन्छ टिमसँग दौडेर टाढा पुगिन्छ अध्याय 6 कर ट्याक्स कानून र संरचनामा किन धनीले फरक खेल खेल्छन्
रबर्ट कियोसाकीको बिजनेस स्कुलमा यो अध्याय धेरैलाई असहज लाग्छ किनकि यहाँ एउटा कडुवा सत्य छ। द ट्याक्स लज आर रिटन फर बिजनेस ओनर्स एन्ड इन्भेस्टर्स, नट एम्प्लोइज। नेपालमा पनि यो नियम फरक छैन। 1. कर्मचारीले किन बढी कर तिर्छ? यदि तिमी कर्मचारी हौ भने तलब आयो, पहिल्यै ट्याक्स काटियो, बाँकी पैसा हातमा। तिमी खर्च गर्नु अघि नै कर तिरिसक्यौ। तर बिजनेस ओनर पहिले कमाउँछ, खर्च देखाउँछ, बाँकीमा मात्र कर। यो चोरी होइन, यो कानुनको खेल हो। 2. नेपाली उदाहरण, सानो बिजनेस। मानौ तिमी सानो प्रिन्टिङ बिजनेस चलाउँछौ। तिमी भाडा खर्च देखाउन सक्छौ, बिजुली, इन्टरनेट, गाडी खर्च। यी सबै पहिले खर्च, पछि ट्याक्स। एम्प्लोइसँग यो सुविधा हुँदैन। 3. स्ट्रक्चरको महत्त्व। कियोसाकी भन्छन्, इट्स नट इल्लिगल टु पे लेस ट्याक्स, इट्स इल्लिगल टु नट नो हाउ। नेपालमा स्ट्रक्चर हुन सक्छ, सोल प्रोप्राइटर, पार्टनरशिप, कम्पनी। स्ट्रक्चर सही भए ट्याक्स म्यानेजेबल, रिस्क कन्ट्रोल्ड। शेयर बजार एङ्गल। कम्पनी किन बनाइन्छ? केवल व्यापारका लागि होइन, ट्याक्स प्लानिङ, रिस्क सेपरेसन, लङ टर्म ग्रोथ। शेयर किन्दा तिमी कम्पनीको स्ट्रक्चरमा पनि लगानी गर्दैछौ। गरिब सोच भर्सेस धनी सोच ट्याक्समा। गरिब सोच ट्याक्स तिर्नुपर्छ, बाँच्दैन। धनी सोच ट्याक्स प्लान गर्नुपर्छ, लिगल बाटो खोज। अध्याय 6 को सार। ट्याक्स नियम एम्प्लोइका लागि बनेका छैनन्। बिजनेस र इन्भेस्टमेन्टले एडभान्टेज दिन्छ। स्ट्रक्चर बिना ग्रोथ हुँदैन। ज्ञान नै ट्याक्स बचाउने उपाय हो। अध्याय 7, क्याश फ्लो क्वाड्रन्ट। तिमी कुन चोकमा उभिएका छौ? रबर्ट कियोसाकीको सबैभन्दा शक्तिशाली कन्सेप्ट, क्याश फ्लो क्वाड्रन्ट। यसले मानिसलाई 4 भागमा बाँड्छ। 1. ई, इम्प्लोइ, तलबमा निर्भर, समय बेच्ने, सुरक्षित खोज्ने। नेपालमा सरकारी जागिर, प्राइभेट जब। 2. एस, सेल्फ एम्प्लोइड, आफै काम गर्ने, आफै बस, आफै वर्कर। नेपालमा पसल, डाक्टर, लयर। समस्या, काम नगरे इन्कम छैन। 3. बी, बिजनेस ओनर, सिस्टम छ, टिम छ, ओनर बिना पनि चल्छ। नेपालमा फ्याक्टरी, फ्रेन्चाइज, स्केलेबल बिजनेस। 4. आई, इन्भेस्टर, पैसाले काम गर्छ, क्याश फ्लो आउँछ। नेपालमा डिभिडेन्ड शेयर, प्रपर्टी, बिजनेस इन्भेस्टमेन्ट। 5. अधिकांश किन ई र एसमै अड्किन्छन्? किनकि डर, ज्ञानको कमी, सिस्टम नबुझ्नु। क्वाड्रेन्ट बदल्न सोच बदल्नुपर्छ, स्किल सिक्नुपर्छ। 6. शेयर मार्केटसँग क्वाड्रेन्ट, ट्रेडर, एस क्वाड्रेन्ट, लङ टर्म इन्भेस्टर, आई क्वाड्रेन्ट। 7. क्वाड्रेन्ट शिफ्ट सजिलो छैन। ईबाट बी वा आई जान समय लाग्छ, असफलता आउँछ, धैर्य चाहिन्छ। तर यही बाटो स्वतन्त्रताको हो। 8. अध्याय 7 को सार। सबै क्वाड्रेन्ट बराबर होइनन्। फ्रिडम बी र आईमा छ। शेयर र बिजनेस दुवै क्वाड्रेन्ट शिफ्टका औजार हुन्। सोच बदलेपछि मात्र स्थिति बदलिन्छ। शान्त रहनुहोस्, क्वाड्रेन्ट हेर्नुहोस्। तिमी जहाँ उभिएका छौ त्यहीबाट तिम्रो भविष्य सुरु हुन्छ। अध्याय 8, किन धनी पैसा कमाउन होइन सिक्न काम गर्छन्। धेरै मानिसको जीवनको एउटै लक्ष्य हुन्छ, धेरै पैसा कमाउने। तर रबर्ट कियोसाकी भन्छन्, द रिच वर्क टु लर्न, नट टु अर्न। यो कुरा सुन्दा धेरैलाई अचम्म लाग्छ। नेपाल जस्तो देशमा जहाँ तलब नै मुख्य आधार हो, घर खर्च धान्नै गाह्रो छ, त्यहाँ सिक्न काम गर भन्ने कुरा अलि अव्यावहारिक जस्तो लाग्न सक्छ। तर यही सोचले लामो समयमा फरक नतिजा दिन्छ। 1. तलबको पछि लाग्दा के हुन्छ? जब तिमी केवल तलब हेरेर काम गर्छौ, तलब बढे पनि खर्च बढ्छ, जिम्मेवारी बढ्छ, समय झन कम हुन्छ। यसरी मानिस सुनको पिजडामा बन्दी हुन्छ। बाहिर हेर्दा राम्रो, भित्रबाट थिचिएको। 2. सिकाइको मूल्य। धनी मानिस सोच्छ, यो कामले मलाई के सिकाउँछ? म कुन सिप बढाउँदैछु? नेपालमा उपयोगी सिप, बिक्री गर्न जान्ने कला, मानिससँग कुरा गर्न जान्ने कला, हिसाब किताब बुझ्ने क्षमता, सिस्टम बनाउने सोच। यी सिप एक पटक सिकेपछि जता गए पनि काम लाग्छ। 3. नेपाली उदाहरण,
2 युवक। एउटा युवक अलि बढी तलबका लागि जागिर बदलिरहन्छ। अर्को युवक कम तलबमा पनि बिजनेस बुझ्ने ठाउँ रोज्छ। 5 वर्षपछि पहिलो अझै तलबमै निर्भर, दोस्रो आफ्नै काम सुरु गर्ने अवस्थामा। अन्तर पैसा होइन, अन्तर सिकाइ हो। 4 शेयर बजारसँग जोड्दा धेरैले शेयर बजारमा छिटो नाफा खोज्छन्, तर धनी सोच कम्पनी बुझ्छ, व्यवस्थापन बुझ्छ, दीर्घकालीन मूल्य हेर्छ। यहाँ पनि पहिले सिकाइ, पछि पैसा। 5 डर किन हट्दैन? डर हट्दैन किनकि ज्ञान अधुरो हुन्छ। जब तिमी लेखा बुझ्छौ, बजार बुझ्छौ, नियम बुझ्छौ, डर आफै घट्छ। 6 अध्याय 8 को सार। तलबभन्दा सिप ठूलो हो। सिकाइ दीर्घकालीन सम्पत्ति हो। पैसा पछि आउँछ। ज्ञानले आत्मविश्वास दिन्छ। अध्याय 9 धनी बन्ने यात्रा। एक दिनको होइन, जीवनभरको अभ्यास। धनी बन्ने सपना एक दिनमा पूरा हुँदैन। यो बानीको परिणाम हो, सोचको निरन्तरता हो। रोबर्ट कियोसाकी भन्छन्, बी पेशेन्ट, वेल्थ इज बिल्ट ओभर टाइम। 1 दैनिक बानीको शक्ति। धनी मानिस दैनिक केही पढ्छ, हिसाब राख्छ, खर्च सोचेर गर्छ। गरिब सोच जति आयो उति खर्च, भविष्य भोलिका लागि। बानी सानो देखिन्छ, तर समयसँगै त्यसले जीवन बनाउँछ। 2 नेपाली समाज र तुलना। हामी धेरै तुलना गर्छौं, छिमेकीसँग, साथीसँग, तर तुलनाले मन कमजोर बनाउँछ, निर्णय बिगार्छ। धनी सोच, आफ्नो यात्रामा ध्यान। 3 धैर्यको अभ्यास। नेपालमा व्यापार ढिलो चल्छ, लगानीको फल ढिलो आउँछ। जो धैर्य राख्दैन बीचमै छोड्छ, जो टिक्छ अन्त्यमा पाउँछ। 4 पैसाभन्दा ठूलो कुरा। पैसा साधन हो, तर अन्तिम लक्ष्य होइन। अन्तिम लक्ष्य स्वतन्त्र समय, मानसिक शान्ति, आफ्नै निर्णयको जीवन हो। 5 शेयर, व्यवसाय र जीवन एउटै नियम। सबै ठाउँमा अनुशासन, अनि धैर्य, अनि सोच। यी 3 नभए नाफा टिक्दैन। 6 अध्याय 9 को सार। धनी बन्ने यात्रा लामो हुन्छ। बानी नै असली शक्ति हो। तुलना होइन, निरन्तरता चाहिन्छ। पैसाभन्दा ठूलो जीवन हुन्छ। शान्त रहनुहोस्, बानी सुधार्दै जानुहोस्। धनी बन्ने रहस्य आजको सानो निर्णयमा लुकेको हुन्छ। यो किताबले हामीलाई के सिकायो? यो किताब यहाँ आएर सकिँदैन। यो किताब यहाँबाट सुरु हुन्छ। रोबर्ट कियोसाकीको बिजनेस स्कुलले हामीलाई कुनै जादु सूत्र दिएको छैन। यसले हामीलाई सोच्ने तरिका दिएको छ। धनी कसरी बन्ने भन्ने भन्दा पनि किन धेरै मानिस सधैँ उही ठाउँमा अड्किन्छन् त्यो कुरा प्रष्ट बनाइदिएको छ। 1 समस्या पैसाको कमी होइन, सोचको कमी हो। हामी धेरै जसो भन्छौँ पैसा भए सबै ठिक हुन्थ्यो, तर यो किताबले उल्टो भन्छ। सोच बदलिएपछि मात्र पैसा आउँछ। जबसम्म हामी तलबमै सीमित रहन्छौँ, जोखिमलाई शत्रु ठान्छौँ, असफलतालाई डर मान्छौँ, तबसम्म आर्थिक स्वतन्त्रता सपना नै रहन्छ। 2 इम्प्लोइ हुनु गलत होइन, सधैँ त्यही बस्नु खतरा हो। यो किताबले कर्मचारीलाई गाली गर्दैन, तर एउटा कुरा प्रष्ट भन्छ, एकै आम्दानीमा निर्भर जीवन सुरक्षित हुँदैन। नेपालमा जागिर गुम्न सक्छ, व्यापार बन्द हुन सक्छ, बजार घट्न सक्छ। त्यसैले सोच फराकिलो बनाउनुपर्छ, अर्को क्वाड्रेन्टतिर जान तयार हुनुपर्छ। 3 बिजनेस र इन्भेस्टमेन्ट धनी बन्ने बाटो हुन्, तर तयारी बिना होइन। धेरै मानिस हतारमा बिजनेस खोल्छन्, नबुझी शेयर किन्दै दौडिन्छन्। फल, घाटा, निराशा, दोष अरूलाई। यो किताबले भन्छ, पहिले सिक, बुझ, सिस्टम बनाऊ, पछि पैसा हाल। 4 असफलता अन्त्य होइन, तालिम हो। नेपालमा असफलतालाई लाज, कमजोरी, दुर्भाग्य भन्ने गरिन्छ, तर धनी सोच असफलता भनेको अभ्यास हो। जो गल्तीबाट सिक्छ, फेरि उठ्छ, उही
अन्ततः अगाडि पुग्छ। 5. धनी बन्ने अर्थ केवल पैसा होइन। यो किताबको सबैभन्दा ठूलो सन्देश, धनी बन्ने अर्थ धेरै पैसा होइन, ठूला गाडी होइन। धनी बन्ने अर्थ समयमाथि नियन्त्रण, डर बिना निर्णय, आफ्नै जीवनको मालिक। 6. अब प्रश्न तिमीलाई। अब किताब सकियो, तर प्रश्न सुरु भयो। तिमी कुन क्वाड्रेन्टमा छौ? तिमी पैसाका लागि काम गर्दैछौ कि पैसालाई काम लगाउँदैछौ? तिमी सिक्न तयार छौ? यी प्रश्नको उत्तर आज नआउला, तर सोच सुरु भयो भने यात्रा सुरु हुन्छ। अन्तिम सन्देश, यदि यो अडियो बुकले तिमीलाई एकछिन सोच्न बाध्य बनायो भने, तिमीलाई आफ्नो वित्तीय जीवनबारे प्रश्न उठायो भने, यसले आफ्नो काम गरिसक्यो। धनी बन्ने बाटो सजिलो छैन, छिटो छैन, तर सम्भव छ यदि सोच बदल्न तयार छौ भने। यदि तपाईलाई यस्तो फाइनान्शियल एजुकेसन, शेयर बजार, बिजनेस र जीवनसँग जोडिएका अडियो बुक मन पर्छन् भने मनी मार्केट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी यहाँ छिटो नाफाको सपना बेच्दैनौँ, तर दीर्घकालीन सोच बनाउँछौँ र कमेन्टमा लेख्नुहोस् म सक्छु। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्म सोचिरहनुहोस्, सिकिरहनुहोस्। धनी बन्ने यात्रा आजको एउटा निर्णयबाट सुरु हुन्छ।